डिम्याट खाता के हो र कसरी खोल्न सकिन्छ? डिम्याट खाता भनेको सेयर जम्मा हुने खाता हो। यस खाताबाट प्राथमिक सेयर आइपियू भर्न र द्वितीय बजारमा सेयरको कारोबार गर्न सकिन्छ। डिम्याट खाता खोल्नको लागि पहिला बैंक अकाउन्टको आवश्यकता पर्दछ। बैंक अकाउन्ट खोलिसकेपछि बैंक अकाउन्टको डिटेल्स, नागरिकताको फोटोकपी र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो आवश्यक पर्दछ। साथै नाबालकको हकमा जन्मदर्ताको फोटोकपी र संरक्षकको नागरिकताको फोटोकपी र नाबालक र संरक्षक दुवैको हालसालै खिचिएको पासपोर्ट साइजको फोटो आवश्यक पर्दछ। यति कागजात सङ्कलन भइसकेपछि डिम्याटको फर्म भर्न सकिन्छ। त्यसपछि डिम्याट खाता खुल्दछ र उक्त खाताबाट प्राइमरी मार्केट र सेकेन्डरी मार्केटमा कारोबार गर्न सकिन्छ। यो सबै सुविधा लिनको लागि हामीलाई सम्झनुहोला। थप जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोला। पाही इन्भेस्टमेन्ट प्राली, गोकर्णेश्वर 7, डुकु कम्प्लेक्स, शिवचोक, काठमाडौँ। फोन नम्बर 0159197145906414।